यति बेला हामी जिल्ला प्रहरी कार्यालय धनसामा उपस्थित छौँ र हामी चाहिँ कुराकानी गर्नेछौँ जुन श्रावण 3 गते राति र भन्दाखेरि 4 गते बिहानको यो घटना छ जुन तपाईहरूलाई जानकारी छ योमा अपडेटमा हामीहरू बनेका छौँ र हिजो चाहिँ होटलवालासँग र हामी चाहिँ यो पत्रकार सम्मेलन मात्रको जानकारी न्युजहरू तपाईहरूको समक्ष चाहिँ राखेँ र यसै प्रसङ्गमा चाहिँ अहिले एकदमै सोसल मिडिया सामाजिक सञ्जालमा धेरै थरीका कुराहरू आइरहेछन् जुन कि जुली झा आफ्नो बचावमा चाहिँ उसको ज्यान ल्याएको थियो र कसैले भन्छन् धेरै थरीका कुराहरू आइरहेको छ र होटल जुन छ त्योमा उहाँमाथि पनि प्रश्न उठिरहेछन् र प्रहरीमाथि पनि प्रश्न उठिरहेछन् कि त्यो बाइट किन चाहिँ लिन खोज्नुभयो उसलाई पहिला हस्पिटल पुर्याउने आवश्यकता थियो तर चाहिँ त्यस्तो कुराहरूलाई चाहिँ हामी न्युज मार्फत चाहिँ खण्डित गर्दै जानेछौँ र यसै प्रसङ्गमा हामी चाहिँ अहिले चाहिँ जिल्ला प्रहरी कार्यालय धनसामा उपस्थित छौँ र हामी यसै विषयमा हामी चाहिँ कुराकानी गर्नेछौँ प्रहरी उपरीक्षक नरहरी रेग्मीसँग। यहाँलाई स्वागत छ। हस्, धन्यवाद हजुर। यो अहिलेसम्म जुन पत्रकार सम्मेलन पनि भइसकेका छन् तर पनि अहिले मान्छेको मनमा थरीका प्रश्नहरू आइरहेका छन्। योमा प्रहरीले राम्रोसँग चाहिँ चासो देखाएका छैनन्। भिडियोमा चाहिँ जुन 4वटा मान्छे भागिरहेछन् केटीको पछाडि ठ्याक्कै 2-3 मिनट पछाडि त्योमा मान्छेको शङ्का उपशङ्का उब्जिसकेका छन्। के भन्न चाहनुहुन्छ यसमा? अब यसमा घटना चाहिँ यो 4 गते बिहानको अराउन्ड 2:57 भनेको 3 बजे आसपासको हो। अघिल्लो दिन साँझ 3 गते साँझ विमलेश यादव उहाँले चाहिँ सनी यादव भनेर इन्ट्री गर्नुहुन्छ र उहाँसँगै जुली झा उहाँहरू आएर 102 नम्बरको कोठामा उहाँहरू बस्नुहुन्छ र राति त्यो टाइममा चाहिँ त्यो 104 102 र 104 चाहिँ सँगसँगैको रुम हुन्छ, नजिकैको हुन्छ। त्यसमा 2 जना होटलको स्टाफहरू, एकजना रुद्रबहादुर कटुवाल र अर्को विजय, 2 जना चाहिँ त्यहाँ हुनुहुन्छ। अब त्यो जब तिनीहरूको घटना आवाज आए पछाडि त्यस पछाडि यो रुद्र र विजय चाहिँ त्यहाँबाट उठेर त्यो 102 नम्बर कोठातिर उहाँहरू जानुहुन्छ। त्यहाँ जाँदाखेरि के हुन्छ भन्दा उहाँहरू पनि जाने अनि त्यो विमलेश यादव उहाँ चाहिँ त्यो रेलिङबाट उहाँहरू पुग्नासाथ त्यहाँ उहाँहरूको भनाइअनुसार उहाँ चाहिँ त्यहाँबाट ढल्नुहुन्छ, तल जानुहुन्छ र युवती त्यही 102 नम्बरको कोठाको गेटमा उभिनुहुन्छ। यो अवस्था देखे पछाडि यो 2 जना स्टाफहरू जुन होटलको सामान्य त्यहाँको कर्मचारी उहाँहरू आत्तिएर उहाँहरू कता जानुहुन्छ त भन्दा यो 105 मा बस्ने सुजित राई जो होटलको म्यानेजर पनि हुनुहुन्छ र उहाँलाई उठाउनुहुन्छ। उहाँ पनि उठेपछि 3 जना 4 जना हुनुहुन्छ। त्यस पछाडि अर्को रोहित परियार भन्ने अर्को एकजना होटलको स्टाफ जसले म्यानेजर जस्तो अब काउन्टरमा बस्ने काम गर्नुहुन्छ उसलाई पनि उठाउनुहुन्छ। उठाए पछाडि सबै आएपछि अनि महिलालाई चाहिँ रोक्न खोज्नुहुन्छ अनि आत्तिनुहुन्छ। 3-4 जना त्यहाँ काम गर्ने स्टाफहरू उनीहरूको भनाइ सबै प्रकृति हेर्दाखेरि यिनीहरू आत्तिएर होटल मालिक सुरज पौडेललाई फोन हुन्छ। फोन भइसकेपछि तुरन्त तपाईँ नै आउनु पऱ्यो, प्रहरी लाइन पठाइदिनु पऱ्यो भनेपछि प्रहरी लाइन खबर हुन्छ। यत्तिकैमा यो सुशील माझी जो 105 नम्बरमा बसेको जो चालक हुनुहुन्छ, ड्राइभर हुनुहुन्छ त्यहाँको गेस्ट, उहाँले चाहिँ केटी भाग्यो भनेपछि त्यो होटलको कम्पाउन्ड छोडेर जब युवती चाहिँ त्योभन्दा बाहिर देखे पछाडि भाग्यो भनेपछि सबै अत्तालिएर उसको पछाडि चाहिँ उसलाई पक्रनको लागि दौडिन्छन्। उनीहरू सबै चप्पल पनि लगाएको हुँदैनन् अनि राम्रोसी कपडा पनि हुँदैन, स्यान्डो बेस्ट हुन्छ, बक्सर लगाएको हुन्छ। त्यसरी गेटलाई नागेर गेट पनि खोल्न नभएको कारणले गेटलाई नागेर त्यो युवतीको पछाडि दौडिन्छन्। अब रातिको झ्याङ हुन्छ के हुन्छ अनि उनीहरू फर्किन्छन्। त्यो त्यतिकैमा अब प्रहरी पनि आइपुग्छ अनि जब त्यो घाइतेको अवस्था के देखिन्छ भन्दा घाइतेलाई चोट लागेको हुन्छ, ब्लिडिङ भएको हुन्छ, तर उसलाई चाहिँ त्यो आफ्नो चिन्ता होइन, मलाई केही पनि भएको छैन र हस्पिटल जान चाहिँ इन्कार गरेको अवस्था छ। तैपनि प्रहरीले त्यहाँको स्टाफले एम्बुलेन्स ल्याएर हस्पिटल लग्या हुन्छ अनि त्यस पछाडि हस्पिटलमा पनि उहाँलाई उपचार गराउन नमान्ने, यताउति गर्ने, यस्तै गर्दै प्रहरी कर्मचारीहरूले बेडमा राखेर डाक्टर सबै मिलेर चाहिँ उहाँको उपचार हुँदाखेरि यसरी बिहान चाहिँ उहाँको निधन हुन्छ। अब यसमा
जसरी यो प्रहरीमाथि पनि प्रश्न के आएको छ भने उहाँलाई हस्पिटल पहिला चाहिँ पुर्याउनु पर्ने थियो, भिडियोमा हेराइरहेछ उहाँ चाहिँ अनुसन्धानको क्रममा बाइट लिइराख्नु भएको छ, मृतकबाट भिडियो बनाइराख्नु भएको छ, यो कतिको उचित हो, यो कुरा सही हो? यस्तो छ, त्यहाँ जब प्रहरी जाने बित्तिकै उहाँ चाहिँ नग्न अवस्थामा तल हुनुहुन्छ। त्यस पछाडि उहाँले हस्पिटल जानुभन्दा पनि के गर्नुहुन्छ भन्दा माथि गएर कपडा लाउनुतिर लाग्नुहुन्छ, कपडा लाउनुहुन्छ। अब मान्छे उहाँको अवस्था हेर्दा रगताम्य छ र पनि फेटल इन्जुरी त्यस्तो देखिँदैन र उहाँ कपडा लाउन जानुहुन्छ। अनि त्यो अनयुजल परिस्थितिलाई अब त्यो एउटा एक हिसाबले उसले चाहिँ निहाल्छ प्रहरीले, अनि उसलाई सम्झाएर ल्याएर अनि जबरजस्ती नै उहाँलाई धेरै मोटिभेट गरेर हस्पिटल लग्या हुन्छ। प्रहरी त जाने बित्तिकै हस्पिटललाई नै फोकस गरेर लग्या छ, तर त्यहाँ कार्यरत जुन होटलका स्टाफहरू छन्, सामान्य कुक, काउन्टरमा हेर्ने, यिनीहरूलाई त्यो घटना देखेर यिनीहरू अत्तालिन्छन्। उनीहरूले चाहिँ साउलाई गुहार्ने, प्रहरीलाई गुहार्ने त्यतातिर लागेका हुन्छन्। यिनीहरूलाई आइडिया पनि त्यो अकस्मातको परिस्थितिले गर्दा उनीहरू अत्तालिएको अवस्था हो 2-4 मिनट, अनि प्रहरी आउने बित्तिकै त सबै मिलेर हस्पिटल लगेको छ। त्यस्तो छैन। यो पत्रकार सम्मेलन पनि गराइसक्नुभयो होइन? यो पत्रकार सम्मेलनबाट तपाईँले जानकारी पनि गराइदिनु भयो। जुली यो अभियोगी जुन जुली झा छ त्यसले चाहिँ बयानमा दिनुभएको छ के अरे मलाई एउटै चाहिँ त्यो डिसिजन आयो कि म सुसाइड गरौँ अथवा उसलाई हत्या गरिदेऊ, त्यस्तो म उसलाई नै हत्या गर्ने प्लानिङ गरेँ। अनि एउटा कुरा यो छ, जब उसले आफै मुखले चाहिँ स्वीकारे हो, भोलि बिहान तपाईँ पत्रकार सम्मेलनमा जुन कुरा भन्नुभएको छ होइन, उहाँले चाहिँ अब इनिसियल्ली उहाँले स्वीकार्न गाह्रो मान्नुहुन्छ। बिस्तारै हामीले परिस्थितिजन्य प्रमाणहरू कलेक्सन गर्दै गर्दै सबै कुराहरू भेरिफाई गर्दै जाँदाखेरि स्वीकार आउँछ। उहाँहरूको धेरै पहिलादेखिको 3-4 वर्ष अगाडिदेखिको सम्बन्ध रहेछ। यो सम्बन्धमा चाहिँ कहिलेकाहीँ यिनीहरू खटपट पनि भइराख्ने। अब केटा चाहिँ जस्तो विमलेश यादव म्यारिड हुनुहुन्छ, युवती अनम्यारिड हुनुहुन्छ। उहाँहरू हिजोको दिनदेखिको सम्बन्धले गर्दाखेरि त्यही सम्बन्ध नै त्यो युवतीको लागि यस्तो अप्रिय घटना घटाउनु पर्ने परिस्थिति सिर्जना हुन्छ। उहाँहरू बिचको जुन सामिप्यता सम्बन्ध चाहिँ यस्तो घटना घटाउनु पर्ने परिस्थिति सिर्जना भएको कारणले युवती चाहिँ बाध्य भएर गरेको भन्ने युवतीको बयान छ। अब अन्य कुरा त अनुसन्धानबाट खुल्दै। वास्तवमा चाहिँ उहाँले ब्ल्याकमेलिङ गरिरहेको थियो, उहाँको मोबाइलबाट त्यहाँले जानकारी भएको होला केही न केही। वास्तवमा चाहिँ उहाँलाई ब्ल्याकमेलिङ गरिरहेको थियो कि पैसाको चाहिँ कुरा थियो, के छ यसमा खास यहाँहरूले अनुसन्धान अहिलेसम्म गर्दाखेरि? अब उहाँहरूको तत्कालको कुराहरू चाहिँ यस्तै खालको कुराहरू छन्। अहिले यहाँले कति बुझ्नु पर्यो भन्दा उहाँहरूको सम्बन्ध चाहिँ सौहार्दता थिएन। हिजोको दिनमा सम्बन्ध चाहिँ राम्रो थियो, अहिले त्यो सम्बन्ध नै गाढो, सम्बन्ध नै असहज बनाउने कारणले गर्दा युवतीले यसरी अप्रिय डिसिजन लिएर अब साङ्घातिक आक्रमण गरेको देखिन्छ। अब अन्य कुराहरू उसलाई ब्ल्याकमेलिङ भयो अथवा पैसाको म्याटर थियो भन्ने कुराहरू त अनुसन्धानबाट क्लियर हुँदै जान्छ। जुन मान्छेहरू अहिले फेसबुकमा के लेख्या छ भने अब जुन मान्छे सोसियल मिडियामा जे पनि नलेख्नु पर्ने त्यस्तो कुराहरू आइरहेछन्, यो प्रादेशिक अस्पतालबाट चाहिँ आफैले हाम फालेर मरिसक्यो त्यसपछि त्यो होटलबाट लिएर जाँदाखेरि के यो वास्तविकता यो कुरा हो? यस्तो यदि लेख्छन् भने चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ, के गर्नुहुन्छ? होइन, त्यस्तो छैन। हस्पिटलमा गएर सबै हस्पिटलको कर्मचारी होइन, डक्टर नर्सहरू र प्रहरी मिलेर उहाँलाई चाहिँ उपचार गराउनै लागेको छ। अब त्यस्तो चाहिँ देखिँदैन हजुर, यो त बाहिर आएको कुरा छन्। अब हामी त्यो पनि भेरिफाई गरौँला फरक केही रहेछ भने। तर हामीले हेर्दाखेरि उहाँलाई हस्पिटल लगिएको छ, उपचारमा इमिडिएटली सबै प्रहरीले सहयोग गरेको छ। उहाँ उपचार गर्न नमानिरहेको अवस्थामा पनि प्रहरी फलो गर्दै लैजाँदै बेडमा राख्दै गरेको त्यस्तो स्थिति चाहिँ छ। जसरी अब यो होटेलले चाहिँ बिग चाहिँ यो गेस्ट हाउसहरू चाहिँ खुलेको छैन, यो धनुषामा होइन धेरै ठाउँमा, तर धनुषामा पनि धेरै खुलिसकेका छन्। खास गरेर त्यतिकै अब बिना आइडीकै आधारमा चाहिँ मान्छेलाई राखिन्छ। अब यस्तोलाई तपाईँ कसरी कारबाही गर्नुहुन्छ? अब यस्तो, अब हामीले चाहिँ यो एउटा होटलमा जसरी यो घटना घट्यो, अब त्यस लगत्तै हामीले यतातिर पनि ध्यान दिएका छौँ। होटलवालाहरूलाई सम्पूर्ण आइडी खुल्ने, एकपल्ट चाहिँ को आयो अनुहार चिन्ने र भेरिफाई गरेर होटलमा राख्नको लागि हामी सबै होटलहरूलाई जानकारी गराइसकेका छौँ।
यो होटललाई अहिले चाहिँ यो जुन विमलेश यादवको केसमा अहिले अनुसन्धानमा राख्नु भएको छ कि कसो सर? छैन, उहाँहरूसँग बुझ्ने कुराहरू भइरहेछ। उहाँहरूको त्यो घटनाको विषयमा चाहिँ भेरिफाई गर्नलाई, विविध कुराहरू चाहिँ बुझ्नलाई चाहिँ हामीले उहाँहरूसँग बुझेका छौँ, तर उहाँहरूलाई राखिएको छैन। योमा के लागिरहेछ? एउटा चाहिँ जुली झाले मात्रै चाहिँ यो अन्जाम दिनुभएको छ कि यसमा अरू व्यक्ति चाहिँ संलग्न हुन सकिन्छ? के अनुमान गर्नुभएको छ? घटना नितान्त जुली झाबाटै भएको छ। अब रातको 3 बजेको टाइममा मस्त निन्द्रा भएको बेलामा जब उहाँलाई अचानक प्रहार हुन्छ, अब उसले सोचेको पनि हुँदैन ऊमाथि प्रहार हुँदैछ भन्ने कुराको उसलाई कति पनि ज्ञान हुँदैन। किन भन्दा ज्ञान हुन्थ्यो भने यो घटनै हुन्थेन। फिजिकल्ली पनि विमलेश यादव चाहिँ फिजिकल्ली पनि बलियो हुनुहुन्छ। त्यो कारणले गर्दा झुक्क्याएर हान्नलाई त काफी नै छ, उहाँले चाहिँ झुक्क्याएर हानेको देखिन्छ। त्यो कारणले गर्दा यो घटना घटेको। घटना दिनौदिन जुन घटना घटिरहेछ, कहिले हत्या हुने, कहिले महिला हिंसा हुने, धेरै कुराहरूको घटना चाहिँ अहिले नै घटि नै रहेछन्। यो के कारण होला दिनहुँ घट्ने? अब अहिले रिसेन्टली 2टा घटना घट्यो। हिजोकै दिनमा हामीले पत्रकार साथीहरूलाई जानकारी गराउँदाखेरि पनि एउटा प्रेमीको, हिजोको दिनको प्रेमी, अब आज पनि होटलमा सँगै गएपछि प्रेमी प्रेमिका बिचको भित्र त्यस्तो परिस्थिति रहेछ, त्यसरी प्रेमिकाले प्रेमीको हत्या गर्नुपर्ने परिस्थिति आयो भने अर्को घटनामा एउटा शिक्षिकाले आफ्नै स्कुलमा गएर सुसाइड गर्नुभएको छ र सुसाइड नोटमा चाहिँ नितान्त उहाँले चाहिँ मिटर ब्याज अनुचित लेनदेनको कारणले गर्दा मर्न बाध्य भएको कुरा उल्लेख गर्नुभएको छ। भनेपछि अहिले यो समाजमा टर्चर 2 प्रकारका टर्चर, एउटा छ आर्थिक टर्चर जो मिटर ब्याज, यी विविध खालका टर्चरले गर्दाखेरि मान्छेले त्यो टर्चर थेग्न नसकेर मृत्युवरण गरेको अवस्था देखिन्छ भने अर्कोतर्फ चाहिँ सोसल मिडिया, विभिन्न यो सोसल मिडिया प्लेटफर्ममा रिलेसनमा रहँदाका केही गोप्यताहरू चाहिँ सोसल मिडियाको माध्यमबाट खुल्ला भन्ने डरले, त्यो ब्ल्याकमेलिङको डरले, त्यो रिलेसनको टर्चरका कारणले गर्दाखेरि पनि यस्तो अप्रिय घटना घटेको देखिन्छ। के भन्न चाहनुहुन्छ तपाईँ? केही सन्देश मूलक केही कुरा भन्न चाहिराख्नु भएको छ तपाईँ? मैले मुख्यतः यो अनुचित लेनदेन, मिटर ब्याज जुन छ नि, अहिले जति बडा हृदय विदारक घटना देख्दाखेरि के भन्न चाहन्छु भन्दा यसरी अप्रिय निर्णय लिनुभन्दा हामी कहाँ आउनुहोस्, प्रशासनमा आउनुहोस्, हामीले भेरिफाई गर्छौँ, हेर्छौँ अनुचित लेनदेनलाई। अब यो राज्यले नै प्रायोरिटी लिएको विषय छ, गृह मन्त्रालयले नै प्रायोरिटी लिएको विषय छ। यसमा चाहिँ म त्यो भन्छु भने अर्को कुराहरू चाहिँ यो एक्स्ट्रा म्यारिटियल अफेयर्स, जसरी विवाहित युवक हुनुहुन्छ र अविवाहित युवती हुनुहुन्छ, यो चाहिँ एउटा अनुशासन, एउटा आफ्नो पारिवारिक अनुशासन त्यो दायराभन्दा बाहिर निस्के पछाडि यस्तो अप्रिय घटनाहरू हुँदो रहेछ। यो फिल गर्ने कुराहरू हो, यो चिजहरू, यो घटनाबाट चाहिँ पाठ सिक्ने कुराहरू हो। र कसैले ब्ल्याकमेलिङ गरेको छ, टर्चर गरेको छ भनेपछि त अल्टिमेटली आउने प्रहरीकोमा आउने हो, प्रशासनमा आउने हो। हामी सहयोग गर्छौँ उहाँहरूलाई। उहाँहरूले आफैले कानुन हातमा लिएर यसरी चाहिँ हत्यासन गर्दाखेरि त कानुनी कारबाहीमा उहाँहरू आफै पर्नुहुन्छ। जिन्दगी यसरी बर्बाद भएर जान्छ। उहाँलाई पनि त उसको हत्या गरेर त अब टुङ्गिएको त छैन। उहाँले त विभिन्न कानुनी अल्झनबाट चाहिँ भोलि अदालतको फैसला अनुसारको चाहिँ कारबाही भोग्नुपर्ने हुन्छ। त्यही भएर म के भन्न चाहन्छु भन्दा कहीँ कतै यसरी ब्ल्याकमेलिङ रिलेसनको कारणले हिजोको दिनमा समीपतामा बसेर त्यही चिजलाई आजको दिनमा कसैले ब्ल्याकमेल गरेको छ भने यहाँहरूको चाहिँ सबै आइडेन्टिटीदेखि लिएर सारा चिजहरू चाहिँ हामी गोप्यता राख्छौँ र हामीले हेर्छौँ। हामीलाई त्यो अप्ठ्यारो परिस्थितिबाट हामी निकाल्छौँ। म यही भन्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद दिन चाहिरहेको छु। अहिले चाहिँ यो केसलाई छानबिन भइ नै रहेछ, अनुसन्धान भइ नै रहेछ। तर अहिले जुन उहाँले भनिराख्नु भएको छ, वास्तवमा हेर्दाखेरि अहिले चाहिँ यो अनैतिक सम्बन्ध, लेनदेन, आर्थिक जुन मान्छे रिलेसनमा बस्छन् र त्यसलाई चाहिँ गोपनीयताको चाहिँ कुरा राख्दैन, पछि गएर चाहिँ फेरि मान्छे डिप्रेसनमा जान्छन् र त्यो प्लानिङ गर्न सुरु गर्छन्। यस्तो चाहिँ घटना दोहोरिनु हुँदैन। योमा सबैजनाले सचेत आफ्नो आफ्नो ठाउँबाट हुनु पर्यो र सचेत गराउनु पर्ने अति आवश्यक छ। र
उहाँलाई एउटा मेरो आग्रह पनि छ र रिक्वेस्ट पनि छ कि जुन अहिले यो होटलहरू वास्तवमा जुन बिना आइडी कार्डको आधारमा चाहिँ कसैलाई दिइहाल्ने यो यदि रोक्यो भने त होटलवाला जुन हिंसा छ जुन भइरहेछ यो दिनुदिन यो घटनाहरू त्यो मलाई लागिरहेछ कि रोकिन्छ। फेरि हामी चाहिँ योमा अरू जुन हामीहरू जानकारी हुन्छ भने हामी त्यो कुराहरू लिएर उपस्थित हुने नै छौँ र अहिलेको लागि चाहिँ टिभी टुडेबाट म बिदा लिन्छु। नमस्कार।